माघे संक्रान्ति सम्झना, संस्कार र आत्मीयताको उज्यालो पर्व। नमस्कार। विक्रम सम्वत 2082 सालको पावन माघे संक्रान्तिको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हृदयदेखि नै हार्दिक शुभकामना व्यक्त गर्दछु। जीवनको यात्रामा जहाँ सुकै रहनु भएको भए पनि यो पवित्र पर्वले तपाईं हामी सबैको मनलाई एउटै सूत्रमा बाँधोस्, मायाको न्यानोपन, सम्झनाको मिठास र आपसी आत्मीयता अझ गहिरो बनाओस् भन्ने कामना गर्दछु। म बोधराज पौडेल र मेरो परिवारको तर्फबाट माघे संक्रान्तिको धेरै धेरै शुभकामना। माघे संक्रान्ति समयसँगै बग्ने संस्कार। माघे संक्रान्ति नेपाली मनमुटुसँग गहिरो रूपमा जोडिएको पर्व हो। माघ महिनाको पहिलो बिहान सूर्यले आफ्नो यात्राको दिशा परिवर्तन गर्दै उज्यालोतर्फ अघि बढ्ने यो क्षणले अन्धकारबाट उज्यालोतर्फ, निराशाबाट आशातर्फ जाने संकेत गर्दछ। चिसो मौसममा पनि मनभित्र न्यानोपन भर्ने यही पर्वले हामीलाई नयाँ सोच, नयाँ ऊर्जा र नयाँ सुरुवातको सन्देश दिन्छ। बाल्यकालका ती स्मृतिहरू, बिहानै उठेर नदीतर्फ लाग्ने बाटो, घरमा आमाले पकाएको तिल चाकुको सुवास, बुवाले सम्झाउँदै भन्नुहुने आजदेखि दिन बढ्छ, यी सबै सम्झनाले आज पनि मनलाई भावुक बनाउँछन्। माघे संक्रान्ति केवल चाड होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको भावना हो। तिल चाकुको मिठास जस्तै सम्बन्ध। माघे संक्रान्तिमा खाने तिल, चाकु, घिउ, तरुल र सक्खरखण्ड केवल खानाका परिकार मात्र होइनन्, यी स्वास्थ्य, शक्ति र आपसी सम्बन्धको प्रतीक हुन्। जसरी तिल र चाकु आपसमा मिसिदा झन मिठो हुन्छ, त्यसरी नै परिवार, समाज र समुदाय आपसमा जोडिदा जीवन झन सुन्दर बन्छ। विविधतामा एकता, सबै जातिको साझा पर्व। नेपालको सुन्दरता यसको विविधतामा छ र माघे संक्रान्ति त्यो विविधतालाई एउटै धागोमा गाँस्ने पर्व हो। मगर समुदायले माघ्याको रूपमा नयाँ आशा र नयाँ वर्षको सुरुवात मनाउँछन्। थारू समुदायले माघीलाई आफ्नो नयाँ वर्षका रूपमा आत्मसम्मान, स्वतन्त्रता र एकताको पर्व बनाएका छन्। गुरुङ समुदायमा यो पर्वले सामूहिक भोज, पूजा र मेलमिलापको सन्देश दिन्छ। ब्राह्मण, क्षेत्री तथा अन्य समुदायमा यो दिन नदी स्नान, दान पुण्य र पवित्र कर्म मार्फत आत्मशुद्धिको अवसर मानिन्छ। यी सबै परम्पराहरू फरक देखिए पनि भाव एउटै छ, मिलन, सद्भाव र मानवता। हजारौं वर्षको परम्परा आज पनि उस्तै जीवन्त। माघे संक्रान्ति मनाउने चलन वैदिक कालदेखि सुरु भएको मानिन्छ। सूर्य, प्रकृति र कृषिसँग जोडिएको यो पर्वले समयसँगै रूप फेरे पनि यसको आत्मा कहिल्यै फेरिएको छैन। खेतबारीमा नयाँ बालीको आशा, घर आँगनमा नयाँ उमङ्ग र मनभित्र नयाँ सपना बोकेर माघे संक्रान्ति आज पनि उस्तै भावुक भएर आउँछ। अन्त्यमा विक्रम सम्वत 2082 सालको यस पावन माघे संक्रान्तिले टाढिएका मनहरू नजिक ल्याओस्, पुराना गुनासाहरू बगाइदियोस् र हरेक घर आँगनमा स्वास्थ्य, सुख, शान्ति र समृद्धिको उज्यालो छरियोस्। पुनः एकपटक म बोधराज पौडेल र मेरो परिवारको तर्फबाट सम्पूर्ण नेपाली आदरणीय बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा माघे संक्रान्तिको हार्दिक, न्यानो र भावनात्मक शुभकामना।